ढोका लगाएर तालजा लगाएर बस्नु पर्दैन। विकासका पूर्वाधारहरू हामीसँग पनि त्यत्तिकै चलायमान हुन्छन्। यसमा कोही मान्छे चिन्तित हुनु पर्दैन, सबै ढुक्क भएर बसेको हुन्छ। र राज्यले समेट्नुपर्ने आवश्यकताहरू यहाँ के छन्, पूर्वाधारका कामहरू के गर्नुपर्छ, यो सबै चिज राज्यले बुझेको छ। त्यसो हुनाले जहाँ जे चिज व्यवस्था हुनुपर्थ्यो सङ्घीय सरकारले गर्नुपर्ने चिजहरू गरेको छ। अब 4 दिन 5 दिनभित्रमा रातो किताब आउँछ, त्यस पछाडि तपाईँहरूलाई सार्वजनिक गरिदिउँला। र यहाँ यो 12 नगरपालिकाले पनि राम्रै सङ्घीय सरकारको रणनीति सडक प्राप्त गर्छ। अनि 12 नगरपालिकाले नयाँ अर्को थप मोटरेबल पुल पाउँछ, अर्को पुल। र अन्त पनि यसै गरी हाम्रो देशको 3 तहको सरकार छ, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार। सङ्घीय सरकारको बजेट आयो, प्रदेश सरकार पनि हाम्रै हो भने मतलब हाम्रा प्रतिनिधि नभए पनि त्यो हाम्रो विकासको दायराभित्र हाम्रो आवश्यकताभन्दा बाहिर गएर त्यसले काम गर्न सक्दैन, समन्वय भइरहेको छ। त्यसबाट पनि हाम्रा धेरै कार्यक्रमहरू आउँछन्। किनभने हाम्रो देशको शासकीय स्वरूप राज्यको संरचना अनुसार 3 तहको सरकार हुने र कुन तहको सरकारले कतिसम्मका भोल्युमका आयोजनाहरू, कतिसम्म लागतका आयोजनाहरू सम्बोधन गर्ने भन्ने एउटा क्राइटेरिया हुन्छ। त्यही क्राइटेरियाभित्र बसेर राज्य सञ्चालन गर्नुपर्छ भन्ने हामी मान्यता बोकेका मान्छेहरू। हामी थिति बसाल्ने मान्छे बेथितिको काम गर्दैन। यसो भएको हुनाले अब प्रदेश सरकार र भर्खरै घोषणा भएको सङ्घीय सरकारको बजेट र केही समय पछाडि प्रदेशबाट आउने कार्यक्रमहरू हुँदाखेरि हाम्रा आवश्यकताहरूलाई केही हदसम्म, धेरै हदसम्म सम्बोधन हुन्छ। र अरू साथीहरूले के भन्ने गर्छन् भनेदेखि आजसम्म उहाँहरूले 30 वर्षसम्म 35 वर्षसम्म नगरेको काम हामीले आएपछि 3 महिनै गरिदिनुपर्छ भन्ने जस्तो सोच, भ्रम पालेर भ्रमको खेती गर्ने गरेर देखिन्छ। त्यस्तोबाट हामीहरू मुक्त हुनुपर्छ। उहाँहरूलाई पनि यस्तो भ्रमको खेती नगर्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। अहिले अरण्यको राजमार्गको सन्दर्भमा हामीले 12 भन्दा माथिहरू पहिला यहाँ धेरै साथीहरू जानुभएको थियो। हामी आफ्नै पहलमा गर्नुपर्ने सबै कामहरू गऱ्यौँ। चुनावी अभियानका क्रममा अरू कसैले ठेक्कै लिदिए भएदेखि तपाईँहरू यसमा बोल्न पर्दैन, हामीले टुङ्गो गरिसकेका छौँ भनेर जनतालाई सार्वजनिक गरिदिए भए हुन्थ्यो। त्यतिखेर उहाँहरूले गर्न सक्नु भएन। र मैले चुनावी अभियानमा भनेको थिएँ तातोपानी बोर्डरमा गएर यो अरण्यको राजमार्गको लागि स्तरोन्नति लगायतको यो 72 सालको भूकम्प जानुभन्दा अगाडि जे जस्तो अवस्थामा चलायमान थियो यो सडक त्यस्तै अवस्थामा लैजाने मेरो प्रतिबद्धता हो भनेर भनेको थिएँ। र त्यही अनुसार इकोको पहिरोको कारणले हामीले दुःख पाइरहनु पर्ने दिन छ, यो दिनको अन्त्य गर्छु भनेर भनेको थिएँ। त्यो सबै चिजको लागि अब सधैँभरि त्यो समस्याबाट मुक्त हुने गरी स्रोत साधनको यथोचित व्यवस्था भइसकेको छ। र योभन्दा अगाडि साथीहरूले अब कुलमान घिसिङको पालामा केही पैसाहरू राखेको थियो, त्यसबाट लागेको टेन्डरभन्दा चीन सरकारसँग अहिले हामीले छलफल गरेर ल्याएको रकमबाट चाहिँ उत्कृष्ट ढङ्गबाट स्थायी रूपमा कामहरू गर्न सक्ने देखेको हुनाले नेपाल सरकारसँग आग्रह गरेर र चीन सरकारसँग पनि हामीले पटक पटक आग्रह गरेर चीन सरकार मार्फत इकोको पहिरो अथवा चेनेज 113 नम्बरमा मर्मत गर्ने र त्यहाँबाट बाँकी अरू कामहरू गर्दै जाने गरी नेपाल सरकार र चीन सरकारको सहमति भइसकेर अनि ठेकदार पनि परिचालन हुने अवस्थामा पुगेको छ। त्यसैले यो काम कसले गर्यो, कतिखेर गर्यो भनेर अब निर्णय भर्खर हाम्रो सरकार बनेपछि बालेन सरकारको क्याबिनेटले निर्णय गर्ने अनि इतिहासको पाना पल्टाएर त्यो बेलाको सरकारले गरेका थियौँ भनेर भ्रामक कुरा गर्ने त्यतिकै हामी देखेका छौँ। यस्तो भ्रमबाट हामी मुक्त हुने बानीको विकास गर्नुपर्छ। र अब योभन्दा माथिका अर्को पुल, पुलेसर लार्जाको पुल, अनि त्यसपछि खागदलको पुल, भुटाक्लाङको पहिरो, यो सबै चिजहरूको लागि स्रोत सुनिश्चित भएर आइसकेको छ। ठेक्का अब तत्काल लाग्छ, माथि हामीले केही गर्न पर्दैन। र बाँकी आयो अर्को चाहिँ योभन्दा 12 भन्दा तल्लो खण्ड धुलीखेलसम्मका कामको सन्दर्भमा योभन्दा अघिल्लो साथीहरूले, योभन्दा अगाडिका सरकारका प्रतिनिधिहरूले सबै त्योभन्दा कस्तो खालको खाका तयार गर्ने, बाटो कस्तो बनाउने भनेर डिजाइन एस्टिमेट गरिदिएको भए हामी यो वर्ष पर्याप्त बजेट राख्न सक्थ्यौँ। कस्तो बनाउने डिजाइनै गरेको छैन, एस्टिमेट गरेको छैन। अनि हाइवे जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त राजमार्ग बनाउँदाखेरि झ्याप्प पैसा राखेर जहाँ मन लाग्छ त्यहीँ बन्ने भन्ने कुरा हुँदैन। त्यसो भएको हुनाले यो वर्षको बजेट कार्यक्रममा चाहिँ अरण्यको राजमार्गको सुधार विस्तारको लागि, स्तरोन्नतिको लागि चाहिँ आवश्यक अध्ययन गर्ने भनेर बजेट आउँछ र यो वर्ष अध्ययन हुन्छ। अर्को वर्ष अरण्यको राजमार्ग धुलीखेलदेखि अहिले हामीले धुलीखेलसम्म चाहिँ
4 लेन बनिसकेको हुनाले धुलीखेलदेखि बारबिसेसम्मको खण्डको लागि अर्को वर्ष पैसा आउँछ। यो वर्ष चाहिँ हामी डिजाइन एस्टिमेट तयार गरेर कस्तो बनाउने भनेर यकिन गर्छौँ। जनताको प्रतिनिधि भएको हैसियतले तपाईँहरूले मलाई कहिले पनि भन्नुभएको थिएन। मलाई के थाहा छ भने दोलघाटदेखि बारबिसे तातो पानीसम्म र अहिले मैले मेन बारबिसे विभिन्न ठाउँमा कि हाम्रो सरकारको काममा बन्दुक हालेर अनि बन्दुक त्यहाँबाट पड्काएर जनताहरूमा बन्दुकको छर्र हान्ने प्रयास गरेको देखिएको हुनाले मैले सङ्घीय संसदमा तपाईँहरूको आवाज यहाँको बारबिसे बजारको आवाज मैले यहाँ प्रस्तुत गरेँ र अनि यो अरण्यको राजमार्ग बन्दाखेरि जनताको नाउँमा भएको लाल पूर्जाको लगत कट्टा गरेका छैन। नाली बनेको र सडक बनेको भागभन्दा बाँकी अहिलेसम्म जनताको नाउँमा लाल पूर्जा छ, कर तिरिरहेका छन्। कर तिरेको जमिनमा चाहिँ कसैले डोजर लाउँछु भनेर राज्य आतङ्क डोजर आतङ्क लाउन खोज्यो भनेदेखि त्यसको हामीले विरोध गर्नुपर्छ। यो रोक भनेर मैले संसदमा उठाएर हामी राजमार्ग बन्दाखेरि फराकिलो बन्दा त्यसको बाधक होइन साधक बन्छौँ। तर हाम्रो नाममा लाल पूर्जा भएको जग्गा जमिनको हामीलाई क्षतिपूर्ति दिएर हटाओस् भन्ने मैले माग संसदमा राखिसकेका छु र प्रतिनिधिको हैसियतले मेरो कर्तव्य हो। त्यस हुनाले अब आगामी दिनहरूमा पनि हामीले गर्नुपर्ने कामहरू यहाँहरूले मलाई घचघच दिनुपर्छ। म आइरहन्छु। धेरै कुराहरू हामी सँगसँगै गर्छौँ। वरिपरि विकासका कामहरू चलायमान हुन्छ र समेटिन नसकेको अहिले 3 महिनाको अवधिमा मैले जे जति समस्या बुझेँ अर्को 1 वर्षभित्रमा हामीले यहाँको समस्या तपाईँहरूले मलाई भन्नै पर्दैन कहाँ कहाँ के छ, कसो घर कता फर्किया छ भन्ने पनि मलाई त्यतिखेर थाहा हुन्छ। त्यतिखेर अहिले नसमेटिएका कुराहरू हामी त्यतिखेर समेट्छौँ र 5 वर्षको अन्तरालमा हामी 5 वर्षको यो पहिलो चरणको 5 वर्षको कार्य अवधिमा कार्यकालमा तपाईँहरूले गर्व गर्न लायकका कामहरू आज जुन हाम्रो पालिका नगरपालिका कमिटी बनेका छ त्यो कमिटीका साथीहरूले अनि हाम्रो यहाँ शुभचिन्तकहरूले हाम्रा मतदाताहरूले हामीलाई विश्वास भरोसा र हामीप्रति आस्था राख्ने साथीहरूले सबैसँग भन्दाखेरि देखिस् भन्न लायकको काम हामी गर्छौँ। त्यसमा तपाईँहरू ढुक्क हो। अर्को कुरा दुईवटा चिज छ। तपाईँहरूले कतिपय ठाउँमा हिजो अस्ति हाइड्रोको बारेमा अलिकति यहाँनिर असहमति मिसअन्डरस्ट्यान्डिङ गरिएको पनि थियो। मेरो दुईवटा कुरा स्पष्ट छ। हामी के कुराबाट हामी अरूभन्दा पृथक हौँ भनेदेखि यो देशमा कल कारखाना उद्योग धन्दा नबन्ने हो भनेदेखि रोजगारीका सम्भावना हुँदैन। कर कसले तिर्ने र त्यो तिर्न नै पर्छ। कल कारखाना उद्योग धन्दा नै बन्नुपर्छ र त्यसको लागि त्यो कल कारखाना उद्योग धन्दाहरू बन्दाखेरि जनताहरू विस्थापित हुनु हुँदैन। मध्यमार्गी बाटो खोज्नुपर्छ भनेर मैले पहिले पनि भने हो। म राज्यले अनुमति दिइसकेका चिज कार्यान्वयन हुनुपर्छ भन्नेमा म अहिले पनि अडान राख्छु र कार्यान्वयन गर्ने मित्रहरूले जनतासँग परेका समस्याहरूलाई बसेर हामी टेबल ठटाएर होइन सल्लाह गरेर एक ठाउँमा बसेर जनताको समस्या के हुनु त्यो चिजलाई चाहिँ कसरी सम्बोधन गर्न सकिन्छ त्यो गर्नुपर्छ भनेर मैले प्रशासनसँग पनि त्यही हिसाबमा भनेको छु र निर्माणकर्ता कम्पनीसँग पनि प्रशासन तपाईँहरूको प्रतिनिधि र म पनि बसेर तपाईँहरूलाई अन्याय हुन चाहिँ दिनदेखि ढुक्क हुनुहोस्। तर तपाईँहरूले के चाहिँ गर्नु भएन भने तपाईँहरूले गो ब्याक भन्ने होइन, हामीले वेलकम गर्न पनि सिक्नुपर्छ क्या। कसैलाई यो ठाउँमा काम गर्छु भनेर देशको कानुन अनुसार कामको लागि काम गर्न तयार भएर आएको कुनै निकाय छन् र राज्यले अनुमति दिएर वेलकम गरेको चिजलाई नागरिकले गो ब्याक भन्नु हुँदैन। करेक्सन यु हेभ टु करेक्ट इट भन्नुपर्छ क्या। करेक्सन गर भन्नुपर्छ। यु आर डुइङ मिस्टेक यु हेभ टु करेक्ट इट भन्नुपर्छ। हामी कहिले पनि गो ब्याक भन्नु हुँदैन। तिम्रो यो कामहरूमा चाहिँ कमी कमजोरी भयो, त्यसले हामीमाथि अन्याय भयो, त्यसलाई चाहिँ सुधार गर, काम गर, तिम्रो साथमा हामी छौँ भन्नुपर्छ। त्यसो भएको हुनाले हामीले एआइएमा केही चिजहरू कमी कमजोरी रहेछन् भनेदेखि मैले सिडिओ साहबसँग पनि के भनेको थिएँ भनेदेखि त्यो ब्लास्टिङ गर्दाखेरि घर कतिको फर्किनुपर्छ तपाईँहरू पनि हिँड्नुहोस्, आयोजनाको प्राविधिक नै हिँड्नुहोस् र त्यस पछाडि म पनि जान्छु र केही साथीहरू गएर भाइब्रेसनको अवस्था चेक गर्नुपर्छ। साँच्चै भाइब्रेसन धेरै भएर छ भनेदेखि त्यसलाई मिटिगेसन गर्ने उपायहरू छन्। अहिले भाइब्रेसन चाहिँ मानिलिनुहोस् एकपटक ब्लास्टिङ गर्दाखेरि 100 केजी हालेर छ भनेदेखि त्यसमा 50 केजीमा झाऱ्यो भने भाइब्रेसन आदि घट्छ के, बुझ्दाखेरि बुझ्नु न। अनि तपाईँहरूले हाल्दाखेरि अब लङ डिले पड्काउँदाखेरि ट्याङ 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 आवाज आउने ठाउँको ट्याङ 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 आउने आवाज आयो भने
उसको कुल थोरै आउँछ तर भाइब्रेसन कम आउँछ। त्यसका विभिन्न टेक्निकहरू छन्। त्यो टेक्निकहरूलाई पुरा लगाए पनि हामी तपाईँहरूलाई असर नपर्ने गरी र बारबिसे बजारको सौन्दर्यतामा कमी नआउने गरी मैले आयोजनाका प्रवर्तकहरूलाई नि भनेको छु कि हामी यो बारबिसे यो हाइड्रो बन्दाखेरि बारबिसेलाई पनि एउटा पर्यटकको हब कसरी बनाउने भनेर बसेर विचार गरौँ, मन्थन गरौँ, छलफल गरौँ। सरकारका तर्फबाट पनि यसलाई केही लगानी गरौँला, तपाईँहरू पनि लगानी गर्नुहोस् र असोजदेखि हामीले बारबिसेको दायाँ बायाँ सबै ब्लक कम्प्लिट गरेर अलिकति हाइट मिलायौँ र असोजदेखि चाहिँ जेठसम्म पुलको छेउमा चाहिँ एउटा डाइभर्सन गरेर त्यसलाई खोला छोड्ने प्रोभिजन राख्यौँ भनेदेखि असोजदेखि वैशाखसम्म टन्न लगाएर 3 मिटर पानीले हरियो पोखरी हुने बनाएर त्यहाँ डुङ्गा चलायौँ भनेदेखि अनि बारबिसे बजार चलायमान हुन्छ कि साथीहरू, चलायमान हुने के छ भनेर खोज्न सक्नुपर्छ। त्यसो भएको हुनाले यसको लागि के काम गर्न सकिन्छ, रचनात्मक कामहरू गर्नको लागि सँगै बसेर प्रशासनसँग बसेर तपाईँहरूसँग बसेर आयोजनाका प्रवर्तकसँग बसेर हामीले राम्रो हुने काम गर्नुपर्छ। हाम्रो उद्देश्य त्यति हो। हिउँदमा खोला खाली हुने अवस्थाबाट वञ्चित गराउनको लागि अथवा हिउँदमा पनि खोला पानी हुने उपाय के गर्ने त भनेर त्यो प्रति सचेत पनि हुनुपर्छ। अब हिउँदमा पानी खोला भइरहने बनाउनको लागि हिउँदभरि थुन्ने ठाउँ बनाइदियो भन्नु पऱ्यो कि त्यो भने भइहाल्छ नि। त्यसमा पर्यटकको हब पनि बन्न सक्छ, अरू पनि होला। त्यसैले हामी हाम्रै पार्टीको अगुवाईमा बारबिसेमा अरू हामी के काम गर्नुपर्ने छौँ। तपाईँहरू निर्वाचन अहिले सबै तपाईँहरू निर्वाचित भएका पदाधिकारी साथीहरूसँग बसेर सिङ्गो बारबिसे बजारको अब हामी मास्टर प्लान बनाउँछौँ। अस्ति तदर्थ समिति थियो। अब हामीले बारबिसे बजारमा सिङ्गो बारबिसेलाई अब 5 वर्षमा कस्तो बनाउने भनेर सँगै बसेर एउटा खाका बनाउँ। खाका बनाइसकेपछि हरेक वर्ष हामी त्यही खाकाभित्र बसेर काम गर्ने गरी हाम्रा आगामी गतिविधिहरू सञ्चालन गर्छौँ र जसले गर्दा हाम्रा निर्वाचनमा जानको लागि पनि मद्दत पुग्छ। त्यो हामी सोचिराखेका छौँ। र म अन्त्यमा तपाईँहरूसँग धेरै कुरा गर्ने, असाध्य दुःख सुखमा कुरा गर्ने, तपाईँहरूको घर आँगनमा जान आउने त्यहाँ परेका समस्याहरूलाई सम्बोधन गर्ने त्यो मेरो धेरै रहर पनि हो, इच्छा पनि हो। तपाईँहरूले मलाई जिम्मेवारी पनि दिनुभएको छ।